हेलो एभ्रिवान, अस्ति तपाईहरुलाई मैले देखाएको थिएँ मैले यो लिक्विड मल बनाउनको लागि हालेर राखेको थिएँ र आज रेडी भएर म यता यसलाई छान्दै छु। यसरी सबै चानालाई छानेर निकाल्दिए मैले र यो चानालाई पनि मैले यहाँनेर मेरो इस्कुसको जरामा हालेर यसरी माटोले छोपिदिए। यो पनि राम्रो मल बनिन्छ, यसको पनि यसमा जरामा लाग्छ। अन्त मैले यता 2 मग यो लिक्विड मल लिएको छु। 2 मग मल लिने, अन्त यसरी यो मल मात्रै चाहिँ हाल्नु हुँदैन, एकदमै कडा हुन्छ र यसमा चाहिँ मैले आधी बाल्टी जति पानी एड गरेको छु। पानीलाई यसरी आधी बाल्टी जति हालेर मजाले मैले यसरी यहाँनेर मिक्स गरे। यो पानी मजासँग यसरी मिक्स गरेर यसको स्मेल चाहिँ एकदम उयो हुन्छ, कडा टाइपको हुन्छ नि त, त्यही भएर पानी हाल्नु नै पर्छ। यो मात्रै चाहिँ दिनु हुँदैन। र मैले यता फुलमा ल्याएर यसरी हाले। तपाईहरुले जेमा पनि हाल्न सक्नुहुन्छ, प्लान्टमा हाल्न मन लाग्छ भने हाल्नुहुन्छ, फुल फुल्ने भएको छ भने नि हाल्दा हुन्छ, र फुलिसकेको फुलमा पनि हाल्दा हुन्छ। यो दुईटा चाहिँ मेरो फुलिसकेर यहाँनेर मैले यसको भाँचिदिएको थिएँ अस्ति, राम्रो भइरहेछ अहिले पत्ताहरू। र मैले यता बाहिरको सबै फुलहरुमा पनि यसरी नै हाल्दै छु। र मैले यहाँ मेरो इन्डोर प्लान्टहरू थियो, यसमा पनि मैले हाले। तपाईहरुलाई कस्तो लाग्यो मेरो यो मल? राम्रो